के तपाईँले नेपालका पछिल्लो समयका केही चलचित्रहरू हेर्नुभयो? नेपालका धेरै चलचित्रहरू अझै पनि जातीय विभेद, गरिबी र सामाजिक अन्याय वरिपरि घुमिरहेका देखिन्छन्। किनभने सिनेमा समाजको ऐना हो। हाम्रो समाजमा जात व्यवस्था अझै पूर्ण रूपमा अन्त्य भएको छैन। त्यसैले निर्देशकहरूले त्यही यथार्थ देखाउन खोजिरहेका हुन्छन्। तर समस्या त्यति बेला हुन्छ जब चलचित्रले समस्या समाधानभन्दा बढी पीडा बेच्न थाल्छन्। केही फिल्महरूमा दलित वा पछाडि पारिएका समुदायलाई केवल दुखी पात्रको रूपमा मात्र देखाइन्छ, जसले नयाँ सोचभन्दा पुरानै मानसिकता बलियो बनाउन प्रयास गरेको हुन्छ। अब प्रश्न उठ्छ, नेपालमा किन कम बनिरहेका छन् त? थ्री इडियट्स, तारे जमिन पर वा प्रेरणादायी र क्रिएटिभ रोमान्टिक फिल्महरू किन कम बनिरहेका छन् भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। यसको कारण स्पष्ट छ कि नेपाली फिल्म उद्योग अझै जोखिम लिन डराउँछ, सामाजिक मुद्दा बेच्न सजिलो ठान्दछ, राम्रो लेखन, अनुसन्धान र नयाँ जेनेरेसनमा लगानी कम छ। पुजार सार्की, पूर्णबहादुरको सारङ्गी, लाली बजार, परालको आगो, बसन्त जस्ता फिल्महरूले जातीय विभेदलाई समाजको खराब पक्ष भनेर देखाउन खोजे पनि त्यसले अन्ततः गलत परम्परा र यथास्थितिको पक्षपोषण नै गरेको देखिन्छ। यसले समाज रूपान्तरणमा कुनै खालको तात्विक भिन्नता ल्याउँदैन अथवा विद्रोहात्मक चेतको चाहिँ विकास गराउँदैन। उद्देश्य विभेदको समर्थन गर्नु होइन भने पनि समाजको यथार्थ देखाउने नाममा नयाँ पुस्तालाई जबरजस्ती जात व्यवस्था सिकाउनु के हो त? गलत हो। बरु यस विरुद्ध विद्रोही चेत निर्माण गर्न सक्नुपर्छ। त्यस्ता कथाहरू बोल्नुपर्छ। समाजको आम चलन भन्दा जनताको वास्तविक न्याय र मुक्तिको आवाज बुलन्द गर्न सक्नुपर्छ, अनि मात्रै समाजले न्याय पाउँदछ, चलचित्रले पनि न्याय पाउँदछ। सधैँ दर्शकलाई पीडा मात्रै बेच्ने कुरा भन्दा नेपाली दर्शकले अब पीडा होइन, सपना, इनोभेसन, मोटिभेसन र मोडर्न स्टोरी टेलिङ पनि खोजिरहेका छन् भन्ने कुरा बुझ्नुपर्दछ। त्योतर्फ मेहनत गर्नुपर्छ। नेपालको संविधानले जातीय विभेदलाई गैर कानुनी भनिसकेको छ। अब सिनेमा पनि केवल विभेद देखाउने होइन, त्यसलाई पार गरेर अघि बढेको नयाँ नेपाल देखाउने दिशामा जानुपर्छ। यदि त्यसो भयो भने कुनै पनि समुदाय, जाति, वर्ग, क्षेत्रले आफूलाई ह्युमिलेसन भएको फिल गर्न पर्दैन र सडकदेखि विभिन्न ठाउँमा अदालत धाउनु पर्दैन कि मलाई यो फिल्मको कथाले अन्यायमा पारेको छ, म माथि शोषण गरेको छ भनेर, मेरो निश्चित जाति समुदायमाथि शोषण गरेको छ भनेर कुनै पनि खाली आन्दोलन गर्नु पर्दैन। यस दिशामा आगामी फिल्म मेकर, निर्देशक, कलाकार सबैले ध्यान पुर्याउन सके सिङ्गो समाजले न्याय पाउँछ।